मलाई मेरी बहिनीले प्रगतिको शिखर चुमेको हेर्न मन छ। सफलताका गीतहरू गाउँदै सारा संसार घुमेको हेर्न मन छ। छाती फुलाएर गर्वका साथ भन्न मन छ, बहिनी तँलाई जिन्दगीमा जे गर्न मन छ त्यही गर, कसैको चिन्ता गर्न पर्दैन। तैले आफ्नो खुसीको बाटो अपनाउँदा तेरो चरित्रमा केही प्रश्न उठ्छ भने त्यसको जवाफ म बन्नेछु। त केही सोच्न पर्दैन, मात्र आफ्नो गन्तव्यतर्फ अगाडि बढ्नु। कसैलाई केही भन्न परे म भन्नेछु। चेलीबेटीलाई अधीनमा राख्नु पर्छ भन्ने सोच भएको यो जमानामा तँलाई म खुल्ला आकाशमा उड्न सहयोग गर्नेछु। ढुक्क भएर बस, यो जमानाको खराब सोचको शिकार तँलाई कुनै पनि हालतमा हुन दिने छैन। खुन पसिना आँसु जे बगाउनु पर्ने हो मै बगाउँछु, तँलाई रुन दिने छैन। नसोच्नु एउटी छोरी हुँ, गिद्धे नजर लगाउनेहरूको त्रासमा बस्नुपर्छ। नसोच्नु एउटी छोरी हुँ, गिद्धे नजर लगाउनेहरूको त्रासमा बस्नुपर्छ। तेरो दाइ जीवित रहेसम्म कसैको गलत हातले तेरो शरीरमा छुन दिने छैन। तैले जीवनमा केही राम्रो काम गर्नेछस्, मलाई जहिल्यै आश रहनेछ। तेरो हरेक सही विचार, हरेक सही कदम मलाई जहिल्यै खास रहनेछ। तैले आफ्नो लक्ष्य पूरा गर्न खोज्दा यो परिवार समाज तेरो दुश्मन बन्छ भने केही डर नमान्नु। त गलत कहिल्यै हुने छैनस्, यति चाहिँ यो दाइको विश्वास रहनेछ। त गलत कहिल्यै हुने छैनस्, यति चाहिँ यो दाइको विश्वास रहनेछ। यो दाइको विश्वास रहनेछ।